एकदम रेडी भइसक्यो ज्यादा धेरै आगो ठुलो भइसक्यो भाइ यो भाइ खाइन्छ कि नि अब उबारेको चाहिँ लानु पर्ला प्याकिङ अगाडि बस बेलुका काम लाग्छ होइन फेरि तताए खाए होइन ल भाइ पनि हान न डान्स पोलाइले गर्मी भएर नि नमस्ते हजुरहरूलाई तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा र साथीहरू आजको ब्लग है यस्तै छ घरमै हेर्नु न हाम्रो त घर पनि के भयो मलाई त अचम्म लागिरहेछ के भयो हाम्रो घर हावाहुरीले के गर्यो है बाइ द वे हाम्रो चाहिँ घर चाहिँ यो डिसमेन्टल गरेर यसो रिनोभेट गर्दै गरेको सो पहिला चाहिँ अलिक होचो थियो है छाना अब यसलाई बढाएर अल्गो बनाएर माथि रुम निकाल्नु आँटेको यस्तै छ आजको ब्लग है हिजो बेलुका जो पानी परेको थियो र पानी हावाहुरी आएको एकदम डरलाग्दो अवस्था यस्तै छ मेरो ब्लगमा र मैले आज चाहिँ पकाएँ आलु र यो तिते करेला यस्तै छ आजको ब्लग अब हेर्दै जाउँ आज दिनभरि के हुन्छ है तपाईँहरूलाई देखाउने नै छु बाइ द वे हाम्रो अब यो रिनोभेट गरेर पनि छिटै सकिन्छ है ला रेकर्डै भएन नि त होइन यो डाइरेक्ट मैले यहाँ अन गरेँ कि अफ चाहिँ भइदियो ल साथीहरू हाम्रो यात्रा कहाँसम्म हो सुरेश इलामसम्म हुनेछ इलामको चाहिँ नेउपाने ट्रेडसम्म चाहिँ हामी सामान ल्याउनुको लागि जाँदैछौँ विमल ब्रोको अनि सुलभ दरमा चाहिँ ढुवानी चाहिएमा चाहिँ हामीलाई सम्झाउनु होला सुरेश बुर्जा मगरलाई हामी जतिखेर पनि हामी तत्पर छौँ क्यारियर चाहिँ सन्दकपुर क्यारियर होइन ल बाटो चाहिँ अहिलेको यस्तो छ अटोले अलिकति अफ रोड अब ठाउँ ठाउँमा चाहिँ ल है साथीहरू हामी लाग्यो हेर्दै जाउँ आजको ब्लग कस्तो हुन्छ अब होइन तपाईँहरूलाई देखाउनेछु ल केही ढुवानी गर्नु परेमा चाहिँ यता सम्झिनुहोस् मोबाइल नम्बर चाहिँ मेरो 9749910332 यो नाम नभएको के रहेछ हजुर हाम्रो विश्वासर खानु चाहिँ हुन्न है चिकन हो यो चिकन हो यो अहिले चिकन मानौँ न हामी अहिले यसलाई चिकन मान्नु पऱ्यो होइन यसलाई अरू नबनाउँ न अहिले यति बेला हामीले यसलाई चिकन नै गर्नुपर्छ यो हेर्दा ढङ्गा जडा पनि देखिन्छ अब आज मेरो ब्लगमा विश्वास सरले होइन पोर्क खानु हुँदैछ भन्नु न कसरी है यसरी के खै त खाने यसरी हो कि बहिनी यो भाइ खाइन्छ कि नि अब उबारेको चाहिँ लानु पर्ला प्याकिङ अगाडि बस बेलुका काम लाग्छ होइन फेरि तताए खाए होइन ल यता चाहिँ हाम्रो बार्बेक्यु म्यान योगेन गुरुङ आज हामीहरू टप्पुमा सानो पिकनिक आएको थियौँ आजको ब्लग यस्तै छ चिकन पाक्दैछ होइन सर चिकन पाक्दैछ रेडी भएको सर पनि आज एउटा चाक्दिनु हो त्यो चाख्छु छ नि उता उता देखाउनु सक्नुहुन्छ यो नचाक्ने यो उता यताबाट फर्काएर कुन यो चम्चा हालेको भाँडा छ नि चम्चा हालेको यो यो बेस्ट हेल्दी चिज त यो हो नि त हुन्छ यो हो नि त मेन धेरै हो ल ल्याउनु तपाईँ खानु म खानु ल म सुरुवात गर्छु
कस्तो हजुर आउँछ है तर हजुर आउँछ यतिको होस् न मौसम पुरा यो खोला ठुलाउँदो रहेछ नि ढोका चाहिँ खोल्दा क्या आजको पिकनिकको डान्स सुरु भयो सरहरूको उनीहरूको भाइ पनि हान न हौ डान्स यार पोलाइले गर्मी भएर नि हाततिर पुरा पिकनिक आजको खड्ग सर के हुनु के हुनु भिडियो बनाउँ भनेको नि ए हाम्रो खड्ग सर एकदम कटिङमा व्यस्त आजको हाम्रो पिकनिक सिम्पल एज होइन सर सिम्पल लाग्छ ठुलो खालको पनि होइन 8-10जना ठुलो पनि होइन सानो भन्नाले सानो पनि होइन तर यो बर्खाको पिकनिक नि आज चाहिँ तर रमाइलो बर्खा यो उसले पनि मौसमले पनि साथ दिएको छ साथीहरू तर घाम लागेर चाहिँ अलिकति है भाइ हामीले बन्द पोल्छ कि सो यता सरले चाहिँ तनाव कटिङमा यस्तो हामी पिकनिकमा घामै लाग्थेन त यार होइन घाम पनि ऊ होस् होइन भाइ तर कस्तो भने पानी आएको भए चाहिँ मजा पानी चाहिँ नआउँछ पानी आएको भने झन् हुँदैन थियो नि त हुसु लाग्यो भने चाहिँ राम्रो हुन्छ कि Ladies and gentlemen, may I have your attention, please? Let's dive in the music. हरिसम्म नाच्नु हौ खाएको बेला मात्रै हो अघि पछि आउँदैन फेरि मेरो पनि त्यही प्रब्लम भएर सर ल रोशन एकछिन डान्स हान्नु न एकछिन सबैजना ठिक सर आफ्नो नाचौँ अब हाम्रो चाहिँ भात पनि पकाउने समय हुन आँट्यो खानाको मेलो भनेर भन न हौ खानाको मेलो यत्रो धेर हुँदैन भएन हुँदैन नि एक जार पानी सिङ्गै छ कि सक्यो खानाको मेलो अब अघि बिहान चाहिँ पर्दै थियो एकदम घाम लागेको थियो अहिले चाहिँ एकदम हुस्सु लाग्न थाल्यो है साथीहरू बिहानको मौसम चाहिँ अलिक फरक थियो अहिले चाहिँ एकदम हुस्सु लाग्न थाल्यो अब सेकुवा पनि एकदम रेडी भइसक्यो ज्यादा
लिएर आएको ठुलो होइन भाइ मिठो चाहिँ भएको तर नि अलिकति नि ठुलो आएकोले चाहिँ अलिकति अलिकति रोस्टेड बडी भएछ अलिक आगो मिलाउन सकिएन यो डान्स हेर्नुपर्ने साथीहरू डान्सै गर्दैन भन्छ सो आजको हाम्रो मिनी पिकनिकको डान्सको यस्तो भइरहेछ ब्लगमा आजको यता चाहिँ डान्स गरेर गलेको अवस्था डान्स गर्नु नि हो गर्छु दाजु बिस्तारै एकछिनमा पढा दामी दामी यस्तो गाना खतरा डान्स गर्नु थाकिसकेँ म अहिले हो त म त सक्दिनँ सर एउटा ब्लगमा डान्स हान्दिनु हो सानो क्या म त सक्दिनँ अन्तिम हो क्या सुरुकै डान्सले हो म धेरै नाचिसकेँ साथीहरू हाम्रो खड्का सर पनि डान्सले गलिसक्नु भएछ पुगिहाल्नुहुन्छ नि यो अर्सल खतरा खेल्नु भयो सो आजको ब्लग आजको यस्तै छ गाइज अब खासै ड्रिङ्क्स छैन मासु सफ्ट ड्रिङ्क्सहरू मासु चाहिँ अझै उब्रिरहेछ कसले खाने हो मासु हाम्रो भात पनि पाक्न लाग्यो डान्स कडा जाँदैछ अब हेर निकाल्दियो एकचोटि मात्रै
सेकोसँग हान्नु अफ अहिले केटाहरूलाई गर्दा बताउनु उनी बाल्यो लम्बिरो नि सही ल मैले 3-4 ठिका लाग्यो ल काटौँ सर यो पनि चिसो हुँदो रहेछ मिठो हुन्छ त 5 हो क्या 20 रुपैयाँ थप्यो अब गाउँ गइहाल्नु नि ओ अरे ए केमा पिरो लगाएर मास्टर त्यो पनि आयो यार कोलर ल मेरो एक आयो ल ए 4 वटा आको है 4 वटा पानी हजुर 50 हो सोएको बहिनीहरू खाँदैन सोयो क्या बस्नु न सँगै जाउँ सुमन दाइ गुरुङ दाइ 50 हो ल सोही हाल्नु न त्यो त पाकेको छैन त्यो त घट्ला सोही हाल्नु न यो चाहिँ म लाग्नु पर्यो म होइन क्या मम्मीलाई सेको भन्दै घरमा नि हल्का पोलेर है त्यसो भए म पनि पोथा लान्छु नि त पोथा त्यसो भए म पनि पोथा लगे केही छैन मेरो एक्का छ हुँदैन खोइ त हजार रुपियाँ मारे भयो मारे भयो 1000 रुपियाँ हामी 4 जना 1200 1300 आयो होइन मेरो 50 स्पोन्सर भन्नु बाँकी 500 र 100 निकाल्यो क्या 50 1300 त आयो 50 हो ल स्पोन्सर पल्टाउनु ए दुईवटा हात थप्नुको छ छैन आफै आएर मान्छे दिनु हो मान्छे 100 मात्रै हो नि मान्छे म थप्नु पर्यो दुईटा बाँकी त एक्सचेन्ज गरेको छ लिनु गरौँ मेरो 1 2 3 4 5 खोले हैन है सोही लानु त आज फिर्ता दिनु न अनि खोले हैन अनि कहाँ खोल्दैन हौ खोल्यो र अनि खोलेर त छक्का पल्टाइ मलाई र पनि अझ हुन्छ भाइ खाना 3 पछि सानो 3 पछि सानो अब सर खाना 4 जना त नि हैन खाइदिनु अब त हुँदैन नि थप्ने मलाई चाहिँ सुक्खै चाहियो ल मलाई झोल चाहिँ झोल सुप भन्नु थाहा भयो के दुई हरि सर ल 50 मात्रै मेरो मात्रै भइजा 50 बाँकी छ ल यसमा 50 गुलामी 50 माथि छ गुलामी एक कलर मेरो 50 बाँकी छ 50 त के हो मन त 50 सानो होइन अनि हो सानो के का सानो पछि यहाँ सानो चौका मिस्टी गुलाम हो यहाँ छ हरि सर यार कस्तो सम्झा के तपाईको नि कस्तो हो बराबर मलाई उ मात्र हाल्नु न 50 हो बराबर पाउँछ सुप हालौँ त्यस्तो होला त किरो रहेछ दामी हाल्नु ल हाल त्यस्तो दामी अघि हाल्नु खाने बाँकी पैसा आइसक्यो मेरो बोट दुई जना हालौँ दुई जना हालौँ न तैँले खाना होइन मैले अघि त्यही थिएँ त त्यसो भए 200 भन्नु म त अमन भयो पल्टाइदिनु मेरो किन उल्टो भन्नु न सिधै 4 ल एक का कलर एक का 70 पेन्सिल लगाउनु जति अनि कमाउँछ हैन मासु नि एक का पिरो भन्छ यार बाँड्नु पर्छ पिरो पिरो भएछ हौ ल 50 खानु नै हुन्छ बाँकी कोही छैन सबै छाटा हुन्छ मासु चाहिँ हाल्दिनु होला सुप चाहिँ हाल्नु बच्चा तिम्रो कहाँ गयो अरे बच्चा हाम्रो पिकनिक आजको हैन सक्यो
सो सबै अब गाडीमा चढिसक्यो पानी पर्न थाल्यो साथीहरू अब हामी पनि लाग्यौँ यस्तो छ आजको पिकनिक चाहिँ र बाइ द वे अब तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक है सब्सक्राइब सेयर गरिदिनु होला आजको ब्लग यस्तै भयो बिहान त ऊ पऱ्यो त अहिले चाहिँ पानी पर्न थालेर अब पानी भिज्दै जानु पऱ्यो